त्यही त रिसियोरी गो है गो है ला त्यही भएर अब सब्सक्राइबले नेटो घाटो सब्सक्राइबर बढेर वार सब्सक्राइबर बढेर थेगी साध्य छैन वार सब्सक्राइबर बढेर थेगी साध्य छैन लाउनु त यहाँ बसौँ त तिमी पनि आउनु नजिक आउनु त यहीँ भएर बसौँ त त्यहाँ बसौँ त बसेर खिच बस हामी त के आउँ त त्यसरी त यो देखा लागेर नि अनि यता आउने यहाँनिर आउँछ यहाँनिर आउनु के भोलि पर्सि बुढेसकालमा हेरौँला हामीले यस्तो गर्छौँ भनेर हेर्न भ्याइन्छ किन भ्याइन्न आँखा कता जाला र मान्छे सेल्टर के को सेल्टिनी हो सेल्टिन बुढेसकालमा हेर्ने हो नि त है हामीले यसरी भिडियो बनाएको थियौँ भनेर होइन नानी होइन त निमी हामीले भिडियो बनाउन थालेको नि 1 वर्षभन्दा बढी भयो है अब खासै राम्रो नै बनाउन सकिएन होला त्यही भएर अब सब्सक्राइबले नेटो घाटो अनि धेरै समय भयो कि हामीले भिडियो बनाउन पनि नपाएको भ्याइएन यस्तै कामले गर्दाखेरि आज चाहिँ भिडियो बनाऊँ भनेर यसो कसैको हेर्नु होला जरा टुप्पा के हो कुनै थाहा छैन बाबा सबै देखाउने भनेको लसुन अनि प्याज यो 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 के भन्छ अरे यो राजमा है आलु मुलाहरू सिमीहरू रोपेको सबै देखाउने भनेको सुरुदेखि अलि भ्याइएन कि अब हजुरलाई देखाउँछौँ है हामीले रोपियो रोपेर पनि ठुल्ठुलो भछ त्यो देखाउँछौँ कत्रो भछ यस्तै हामी नेपालीहरूको जीवनशैली किसानीको जीवनशैली चाहिँ हामीले खास देखाउन खोजेको हो हजुरहरूलाई भ्याएसम्म देखाउँछौँ यहाँ फोटो खिच्ने क्यामेरामा बस्ने नानी पनि हाँसेर उत्पात छ उहाँले माया गर्न देखेर ओके छ ओके भेरी गुड के छ ल यता आऊ त आऊ यहाँ म देखाउँछु पोहोर हामीले रोपेको चिएर अहिले पसासम्म देखाउँछु है हजुरहरूले हेर्नुभयो कि भएन हामीले पोहोर रोपेको देखाएको थियो केरा कसरी रोपिन्छ भनेर देखाएको थियौँ 1 वर्ष पनि नपुग्दै केरा त पलायो कि हेर्नु त पसायो केरा पसायो हाम्रो केरा अब यो पाकेर खाएको पनि हामीले देखाउँछौँ यतापट्टिको देखाउने हो यतापट्टिको दुईटा रोपेको दुईटा मध्ये एउटा चाहिँ सप्रेर दुईटा रोपेकोमा एउटा सप्रेर पसायो के अरे एउटा चाहिँ पसाउन सकेको छैन अलिक नसप्रेको भएर होला अलिक पछि पसाउला नि यो पनि फेरि यता बेसार रोपेको यो ठुलो खाले बेसार हो कि यस्तरी माथि आउँदै फलेको भाग त्यही त नि कि कस्तो खाले बेसार होला है हामीले यस्तो बेसार पहिला देखेकै थिएन त यताबाट देखाउनु पर्यो कस्तो खाले बेसार होला कि हेर्नु त साथीहरू यसरी माथि आएर यहाँ देखाइदिउँ त माथि आएर फल्दो रहेछ कि यो बेसार आएर फल्छ कि सप्रेकोहरू यस्तो हुन्छ राजमा लगाएर चाहिँ यत्रो भइसक्यो राजमा ठुलो भइसक्यो हामीले यसलाई मैले गोडेको है झार अलिअलि ल्याएको थियो अनि झार फालेर गोडेर पल्टाइदिएको राजमा पनि त्यत्रो भइसक्यो यो सानो देख्नुभएको हजुरहरूले यो लसुन हो यो चाहिँ आलु हो यसपालि पनि हामीले निलो आलु रातो आलु अनि सेतो आलु 3 प्रकारको आलु रोपेको छ पछि हामी देखाउँछौँ है हजुरहरूलाई यो सिमी हो भाँचेर खाने सिमी
यो चाहिँ साग रायो साग पनि खाने बेला भइसक्यो। हामीले त साग पनि खान थाल्यौँ। मिठो छ।